दिदी दुब्लाउनलाई दिउँसो खाजा के खानुहुन्छ भनेर सोध्नुहुन्छ के मलाई ए मेरो खाजा चाहिँ यो हो यो चाहिँ चटपटी बनाएर खाएको दिस इज चटपटी गाइस दिस इज चटपटी बब्बा मिठो हुन्छ विदाउट पोट्याटो विदाउट चाउचाउ विदाउट भुजा ब्रोकाउली बोइल गरेको हो सबै यसरी खानु भन्छ आरामले 10 किलो जतिको चाहिँ भन्छ दिस इज टमाटो टमाटो अब भित्र किरा खायो भने नि खाएँ यो चाहिँ चटपटी यो चाहिँ के हो भनेर सोध्नु होला यो चाहिँ चिकन हो क्या बोइल गरेको एयर फ्रायरमा बनाएको क्या विदाउट ओइल यो के भनेर सोध्नुहुन्छ होला यो चाहिँ एप्पल हो एक क्विन्टल 32 किलोको मान्छे 42 केजी घटेर यत्रो भयो क्या अब 35 किलो घट्नु छ अझ यस्तै तरिकाले यो चटपटी खानु बाल्ला होइन अरू चटपटी खानु मन आयो म मेरो बाबा हातमा राख्दै चटपटी कस्तो मिठो हुन्छ खाऊ हात धोएर भयो किन ढिलो आएको धेरै बजी भोक लागेको छ यति खाऊ भने बेलुका केही खाने होइन है हात धोएर भने खाऊ यति खाऊ अनि बेलैमा खाऊ के